हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई जय मसी अनि नमस्कार पनि। र यहाँहरू कस्तो हुनुहुन्छ आशा गर्छौँ सबैजना सन्चै हुनुहुन्छ होला भनेर र पुनः फेरि पनि यहाँहरूलाई मेरो यस च्यानलमा भिडियोमा स्वागत गर्न चाहन्छु। र आज पनि यहाँहरूको निम्ति लिएर आएको छु बाइबल सम्बन्धी केही ज्ञानका कुरा प्रश्न उत्तर भिडियोलाई। र आशा गर्छु भिडियोको अन्तसम्म रहिकन आफ्नो प्रतिक्रिया दिनुहुनेछ भनी सो ढिला नगरी आजको पहिलो प्रश्नबाट हामी सुरु गर्न जानेछौँ। र सुरुको प्रश्न रहेको छ, परमेश्वरले नुहालाई पृथ्वी फेरि कहिले नष्ट गर्नुहुने छैन भनेर के सङ्केत दिनुभएको थियो? यसको कुनै पनि अप्सनहरू दिएको छैन। यहाँहरूले 10 सेकेन्डको समय पाउनुहुनेछ र यसमा यहाँहरूले सोचेर मजाले यसको सही जवाब दिनुहुनेछ भन्ने आशा राख्दछु। र योभन्दा अघिल्लोको भिडियोको अन्तमा पनि यो प्रश्नलाई राखेको थिएँ। यहाँको समय समाप्त भइसकेको छ र यसको सही जवाब रहेको छ इन्द्रेणी। र इन्द्रेणी रङको सङ्केत उहाँले दिनुभएको थियो भन्ने कुरा हामी बुझ्न सक्छौँ। र फेरि पनि साथीहरू ढिला नगरी आजको दोस्रो प्रश्नमा लिएर जाँदैछु। दोस्रो प्रश्न रहेको छ, बाइबल अनुसार पहिलो मानिस को थिए? यो हामीलाई मजाले थाहा छ र यसको लागि अप्सनहरू रहेका छन्। अप्सन ए आदम, अप्सन बी हवा, अप्सन सी अब्राहम, अप्सन डी अयुब। र फेरि पनि यो टाइम स्टार्ट नाउ। हजुर, फेरि पनि यहाँहरूको समय समाप्त भइसकेको छ र सही जवाब अप्सन ए आदम। आदम चाहिँ बाइबल अनुसार पहिलो मानिस थिए। सो यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भिडियोलाई यहाँसम्म हेरिदिनु भएको लागि। भिडियोलाई मन परेको छ भने भिडियोलाई लाइक गर्न सक्नुहुनेछ, आफ्नो साथीहरूसँग सेयर पनि यसलाई गर्न सक्नुहुनेछ र एउटा मिठो कमेन्ट पनि यहाँहरूले गर्न सक्नुहुनेछ। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्न सक्नुहुनेछ भने पेजमा नयाँ हुनुहुन्छ भने पेजलाई फलो पनि गर्न सक्नुहुनेछ भनेर भन्न चाहन्छु। र ढिला नगरी आजको तेस्रो प्रश्नतिर यहाँहरूलाई लिएर जान गइरहेको छु। र नुहा जहाजमा हुँदा कति दिन र रात पानी पर्यो? र यहाँहरूको अप्सन फेरि पनि रहेको छ अप्सन ए 50 दिन, अप्सन बी 7 दिन, अप्सन सी 40, अप्सन डी 150। फेरि पनि यो टाइम स्टार्ट नाउ। र साथीहरू फेरि पनि यहाँहरूको समय समाप्त भइसकेको छ र सही जवाब अप्सन सी 40 दिन। 40 दिन र रात पानी परेको थियो भन्ने हामीलाई बाइबलले बताउँछ उत्पत्तिको पुस्तक अनुसार। र आजको चौथो प्रश्न रहेको छ, याकुबले युसुफलाई के दिए जसले गर्दा उनका दाजुभाइ दिदीबहिनीहरू ईर्ष्यालु भए? र यसको लागि अप्सनहरू रहेका छन्। अप्सन ए भेडा बाख्रा, अप्सन बी खेत जमिन, अप्सन सी आशिष, अप्सन डी धेरै रङहरूको कोट। र साथीहरू फेरि पनि यहाँहरूको समय समाप्त भइसकेको छ र यसको सही जवाब अप्सन डी धेरै रङहरूको कोट। र यसको साथसाथै आजको हामी अन्तिम प्रश्नलाई यहाँहरूको माझमा राख्न गइरहेका छौँ र अन्तिम प्रश्नको कुनै पनि अप्सनहरू दिइने छैन र आशा गर्छौँ भिडियोलाई बाइबललाई मजाले अध्ययन गरेर यसको सही जवाब खोजेर निकाल्नुहुनेछ र यसको सही जवाब दिनुहुनेछ भनेर आशा अनि अपेक्षा राख्न चाहन्छौँ। र आजको अन्तिम प्रश्न रहेको छ यहाँहरूको मोबाइलको स्क्रिनमा, युसुफले आफ्ना दाजुभाइहरूलाई देखेका सपनाहरूको बारेमा के भने जसले गर्दा उनीहरू विचलित भए? र यसको कुनै पनि अप्सनहरू दिएका छैनन् र यहाँहरूले मजाले बाइबललाई अध्ययन गरेर उत्पत्तिको पुस्तकमा पाउन सक्नुहुनेछ यस विशेषमा। र मजाले बाइबललाई अध्ययन गरेर यसको सही जवाब खोजेर निकाल्नुहुनेछ र दिनुहुनेछ भन्ने आशा राख्न चाहन्छौँ। र यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद आजको यस भिडियोलाई यहाँसम्म हेरिदिनु भएको लागि। भिडियो
लाई मन परेमा लाइक सेयर अनि कमेन्ट, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब, पेजमा नयाँ हुनुहुन्छ भने पेजलाई फलो पनि गरिदिनु होला भनेर भन्न चाहन्छु। र यहाँहरूलाई निश्चय पनि परमेश्वरले महान रूपमा आशिष दिनुभएको सबैजनालाई। र आजलाई भने यति नै, र फेरि पनि अर्को भिडियोमा भेट्ने बाचाका साथ आजलाई पनि मलाई दिनुहोस् इजाजत। सबैलाई जय मसीह, नमस्कार।